केटीहरू मिलेर कुट्यो भने म भन्दैछु है भाइ सम्झिहाल भागिहाल्नु मुख कालो मुसो दलेर ओके यो के थियो यता सुन चल म छु मेरो भाइको शक्ति बनेर म आउँछु म नाइ नाइ म आउन कसरी भ्याउँला है यहाँबाट वहाँ जानलाई बसमा कति दिन लाग्छ एक दिन केही छैन भाइको लागि दिन के रात के म यता सुन यहाँ च्यालेन्ज छ के च्यालेन्ज टुल्लुसँग एउटा एक म्याच लाग्छ हैन अब टुल्लुले जित्यो भने टुल्लु मलाई उल्टो च्यालेन्ज दिन्छ हैन मैले जित्यो भने मैले टुल्लुलाई के च्यालेन्ज दिने म अड्किए क्या च्याटले सोधौँ भनेपछि च्याटवाला अब पोल सोल राख्ने केटाहरू कोही छैन तैले चाहिँ टुल्लुलाई के च्यालेन्ज दे भन्दाखेरि चाहिँ टुल्लु तर तेरो छोड्दै तिमी चाहिँ यसलाई के च्यालेन्ज दिनु थाहा छ त्यो माइकसँग तेरो बट्टी त्यो गर्नेवाला त्यो च्यालेन्ज दिनु त सक्दैन मैले गरिबको बच्चा भेटाएको छु त्यो तैँले गरेछ हैन त पैसा दिन्छ कि दिन्न त्यो मान्छेहरूलाई भिडियो बनाएर पठाउँदै जस्तो लाग्यो दिन्छ उसले किन्न दिने हो ल ठिक छ चल हैन मैले जित्यो भनेपछि चाहिँ टुल्लु डान्स गर्छ डान्स के गर्ने हामीलाई समथिङ एल्स चाहियो ट्यालेन्ट निखार्नु पर्यो मलाई एक्टिङ हेर्नु मन छ टुल्लुको के थाहा भोलि यस्तो हुँदा हुँदै कहिले एक्टिङ राम्रो गरिदिइहालेर कुनै मुभीबाट अफर भइहाल्छ कि भाइ आफ्नो प्रतिभा नि देखाउन प्रतिभा प्रमिला के हो यो च्याट बवाल छ त केटीहरूको मात्र हेर न बोलीमा मात्र लेडिजको नामको मेरो भाइ तुई यसले एक्टिङ नगर भने नि होइन दाइ म एकचोटि मेरो प्रतिभा देखाउनु छ भनेर गरिदिइहाल्ने कुनै भाइको साथले पो हेरिराख्नु भएको छ चल आइज त पनि यहीँ बस यो डिसिजन आजै हुन्छ पनि लाइभ बसिरहेको छिस् बसिरहेको थिएँ अब के हेर्नु हेरौँ होइन के गरौँ भन त के गरौँ त्यही नै हो टुल्लुलाई के गरौँ त्यही हो एक्टिङ हेर्न चाहन्छौँ हामी अरू केही छैन ल होइन एक्टिङ पनि इमोसनल किनभने लभ सबको हेरिसक्यौँ होइन बिरामी सिरामी परेको पनि हामीले टिकटकमै हेरिसक्यौँ एउटा इमोसनल व्यक्ति इमोसनल यस्तो सुन के भयो भन्दाखेरि यसको एकदम ट्रु लभ थियो कोही केटी होइन त्यो केटीलाई चाहिँ नै हुँदैन त दाइ ऊ भाइ हो दाजुभाइकोमै हुन पर्यो दाजुभाइ वाला भाइ र दाइको बिछोड हुँदैछ यहाँ ल सुन बिछोड यता सुन गफवाला त हेर्छ के तर म एउटै स्कुलमा पढ्ने थियौँ हामीहरू पहिला एक्सेप्ट गर त्यसपछि म तँलाई एक्सेप्ट भएन फेरि गराउनु त कसरी गर्छौ लु त्यो त क्यान्सल हैन ल चल एक्सेप्ट हान बाबु के उसले पठाउनु पर्यो उता यतादेखि म पठाउँछु है ल पठाउनु यस्तो हुन्छ सुन पठा यतादेखि म पठाउँछु दाइ गर्नु पहिला पक 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 एकछिन कहाँ थियो अघि ल ल पठा पहिला स्टार्ट हुन्छ अनि त्यसपछि भन्नु यस्तो हुन्छ कि सुन म पुरै कहानी बिल्डअप गराउँछु त्यसपछि बल्ल हामीलाई ल सबको त उसको साँच्चै रियलमै हेरिसक्यौँ नि रियलमै ब्रेकअप भइसक्यो उसको कति तनाव पठाउन आएन